होलीका दिनमा संघीयता रहने हो कि होइन, गणतन्त्र रहने हो कि होइन, लोकतन्त्र रहने हो कि होइन, अहिलेसम्मको प्राप्त उपलब्धि रहने हो कि होइन, समानुपातिक समावेशता रहने हो कि होइन, मान्छेहरू प्रश्न गर्न थालेका छन्। तसर्थ हुन त यो मुद्दा सर्वोच्च अदालतमा छ, विचाराधीन छ र सबैका ध्यान अहिले सम्मानित सर्वोच्च अदालतमा। पक्कै पनि जे हुन्छ त्यो हामी सबैको लागि ग्राह्य हुन्छ, तर जुन परिस्थितिले निर्माण भएको छ, जुन किसिमको अवस्था अहिले मुलुकमा निर्माण भएको छ, त्यसले पक्कै पनि शुभ होलीका दिनमा होला भन्ने कुरा अहिले मान्छे शंकाले देखिरहेका छन्। तसर्थ यो बेला अहिलेसम्म हुन सक्छ होला, धेरैजनाले हामीसँगै प्रश्न गर्छ, तपाईहरू त यो संविधान आउँदाखेरि मधेसी जनताको त्यो बेला एउटा मनोभावना, उहाँहरूको विचार हो, मधेसी जनताको इच्छाको विरुद्धमा आएका हो, तपाईहरूले त कालो दिनको रूपमा मनाउनु हो। फेरि यो संविधान यसरी समाप्त भइराखेको छ, यसरी यदि यो अवस्थामा पुगेको छ भने तपाईहरू किन यसलाई सहयोग गरिराख्नु पर्छ? छैन। मेरो हामी पनि भन्छौँ कि हो, हाम्रो असन्तुष्टि छ, हामी भन्दै आएका छौँ यो संविधान सबैको संविधान हुन सकेको छैन, यो संविधान समानुपातिक समावेशिता जुन किसिमले हामीले खोजेका थियौं त्यो अँगाल्न सकेको छैन। धेरै जसो ठाउँमा हाम्रो असहमति छ, धेरै जसो ठाउँ संविधानका धारा उपधारामा हाम्रो अहिले पनि हामी त्यसमा फरक मत राखेका छौं, तर यही संविधानमा संहिता छ। त्यो प्राप्तिको लागि मधेसले त्यत्रो ठूलो जनविद्रोह गर्यो। यो संविधानमा गणतन्त्र छ। तपाई हेर्ने हो भने माओवादीको जनयुद्धदेखि लिएर अहिलेसम्म हेर्ने हो भने हजारौं व्यक्तिहरूले कुर्बानी दिएका छन्। यही संविधानमा लोकतन्त्र छ, जुन लोकतन्त्रको प्राप्तिको लागि हजारौं हजार मान्छेहरू आफ्नो कुर्बानी, आफ्नो जीवनको आहुति दिएका छन्। ती सबै यसै छ। मधेस आन्दोलनको उपलब्धिमा भन्ने हो भने संहिता र समानुपातिक समावेशता यही संविधानभित्र छ। के अलिकता हामी भन्दैछौँ, यसको सबै हामी स्वीकारेका छैन। अहिले पनि यसलाई सुधार गरेर अगाडि बढाउन सकिन्छ। अहिले पनि हाम्रो मान्यता छ कि धेरै जसो यस्ता व्यक्तिहरू छन् जसलाई संहिता चाहिँदैन, गणतन्त्र चाहिँदैन, समानुपातिक समावेशता चाहिँदैन। उहाँहरूको लागि त यो एकदमै अवसर भएको छ कि यही बहानाले संहिता समाप्त होस्, यही बहानाले गणतन्त्र समाप्त होस्, यही बहानाले समानुपातिक समावेशता समाप्त होस्। उहाँहरूको त एकदम मनमा के भन्छ, लड्डु फुटिरहेछ। ठिकै छ, यो भयो भने राम्रै हुन्छ। तर हामी भन्छौं कि मधेसी जनता त्यत्रो ठूलो कुर्बानी दिएर यो मुलुकमा संहिता ल्याएको छ। आज पहाड दुर्गम ठाउँमा पनि त्यहाँ कार्यक्रम हुँदा, त्यहाँ बहस हुँदा सबैले स्वीकार गर्छन्। काठमाडौँको विभिन्न ठाउँमा जानुहोस्, कार्यक्रमहरूमा जानुहोस्, सबैले यो स्वीकार गर्छन् कि मधेस आन्दोलनको कारणबाट आज यो मुलुकमा संहिता आएको छ। अहिले गणतन्त्र, संहिता, समानुपातिक समावेशता, मौलिक अधिकारका विभिन्न महत्वपूर्ण आज संविधानमा रहेका उपलब्धिहरू आज जुन किसिमका धरापमा परेका छन्, आज संविधानको औचित्यता माथि प्रश्न उठ्दैछ। आज सम्पूर्ण मुलुक समृद्धि तर्फ, विकास तर्फ लाग्नुपर्ने ठाउँमा अब मुलुकमा के हुन्छ भन्ने कुरा आज सबैको ध्यान त्यतातिर गएको छ। यस्तो परिस्थितिमा
झन् अब मिडियाहरूको भूमिका अझ बढी महत्त्वपूर्ण हुन गएको छ। अहिले यहाँहरूको योगदान, यहाँहरूको अहिले जिम्मेवारी अझ बढी बढ्न गएको छ। मलाई लाग्छ कि सायद यो 21औं शताब्दीमा कुनै पनि तनासा अब त्यो 20औं शताब्दी रहेन, त्यो 17औं र 18औं शताब्दी रहेन। कुनै पनि तनासा, कुनै पनि व्यक्ति आफ्नो इन्ट्रेस्टले, आफ्नो स्वार्थले यदि मुलुकको संविधान, मुलुकको आजसम्म प्राप्त भएको उपलब्धि, गणतन्त्र, संघीयता, समानुपातिक समावेशता, यस्ता मुद्दाहरूलाई कसैले समाप्त गर्न खोज्छ भने मलाई लाग्दैन कि अहिलेका अबका जनता त्यसलाई चाहिँ सहन सक्छ। यहाँहरूको भूमिका मैले पहिले पनि भने अझ बढी महत्त्वपूर्ण छ कि यति दिन तपाईं हेर्ने हो भने, नेपालको इतिहास हेर्ने हो भने, अहिलेसम्मको इतिहास हेर्ने हो भने, त्यो इतिहासमा अहिले हजारौं व्यक्तिहरूको कुर्बानीबाट प्राप्त भएको लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशता, धर्मनिरपेक्षता जस्ता महत्त्वपूर्ण इस्युहरू आज महत्त्वपूर्ण उपलब्धि जुन संविधानमा रहेका छन्, पक्कै पनि यहाँका जनताका बलिदानीबाट आएका छन्, यहाँका जनताको त्यागबाट आएका छन्। मिडिया कर्मीहरूको कलमबाट, मिडिया सञ्चारकर्मीहरूको प्रयासबाट, सञ्चारकर्मीहरूको विभिन्न किसिमका, उहाँहरूको विभिन्न तरिकाले जुन किसिमले खेल्नु भएको भूमिका, यहाँका नागरिक समाज, विभिन्न राजनीतिक दलका आदरणीय नेतागण, विभिन्न राजनीतिक दलका विभिन्न व्यक्तित्वहरू, राजनेता, विभिन्न किसिमका सबैले आफ्नो किसिमले खेलेका भूमिकाबाट नै आज यो मुलुकमा यत्रो ठुलो परिवर्तन आएको छ। र मलाई लाग्छ कि यहाँहरू पक्कै पनि अबका दिनमा यहाँहरूको महत्त्वपूर्ण भूमिका देखिन्छ। जहाँ लोकतन्त्र छैन, मलाई लाग्छ कि पक्कै पनि हामी बुझ्नुपर्छ त्यहाँ मिडियाको कहीं न कहीं भूमिका कमजोर हुन्छ। मिडियाको भूमिका जहाँ महत्त्वपूर्ण हुन्छ, मिडियाको भूमिका जहाँ अग्रस्थानमा हुन्छ, त्यहाँ लोकतन्त्र सुरक्षित हुन्छ। त्यो कुरा नेपालका मिडियाहरूले प्रमाणित गरेका छन्। त्यसैले आजको यो 10औं साधारण सभामा मलाई भन्नमा कतै संकोच छैन कि यहाँहरूको योगदान, यहाँहरूको जुन कलमको र यहाँहरूले दिनुभएका जुन किसिमका आफ्ना योगदानबाट आज मुलुकमा गणतन्त्र छ, संघीयता छ, लोकतन्त्र छ। त्यसैले आजको दिनमा यहाँहरूको भूमिका अझ बढी बढ्न गएको छ। निश्चित रूपमा विभिन्न व्यक्तिहरूले विभिन्न किसिमका कुराहरू राख्दैछ, तर मैले बुझे अनुसार, मैले जाने अनुसार, म कानुनको विद्यार्थी पनि भएको नाताले यो संविधान ले परिकल्पना गरेको छ कि 5 वर्ष कुनै पनि सरकार बन्न सक्ने अवस्था रहेको खण्डमा प्रतिनिधि सभा विघटन गर्न सक्दैन। यो किसिमको परिकल्पना गरेको छ। म यहाँलाई जानकारी गराउँ, यो भन्दा पहिले दोस्रो संविधान सभामा म संयोगले म संविधान समितिको सदस्यको नाताले म संविधान निर्माणमा मेरो भूमिका रहेको छ। त्यो बेला सबै राजनीतिक दलका नेताहरू, चाहे सदनमा होस्
चाहे त्यो समितिका बैठकमा हो, सबैको कन्सर्न एउटा मात्र के थियो भने 2007 सालदेखिको अहिलेसम्मको इतिहास हेर्ने हो भने कुनै पनि प्रधानमन्त्री आफ्ना पूरा अवधि पूरा गरेका छैन। सायद मलाई लाग्छ भन्छन् कि मरिचमान सिंह पञ्चायती कालमा उनी चाहिँ 3.5 वर्ष थिए कि, तर कोही 6 महिना, कोही वर्ष दिन, कोही 2 वर्ष, कुनै 2.5 वर्ष, त्यतिकैमा सबै समाप्त भएका। यो अवसर मलाई लाग्छ कि 2/3 मेजोरिटीका सरकार त्यो बेला 2015 सालमा बीपी ले पनि पाएका थिए त्यो, तर उहाँको सरकार पनि चल्यो। त्यो बेला पनि कु गरियो, हामी पढ्छौं। तत्पश्चात हेर्ने हो भने त्यसको लामो त्यसको परिणाम के रह्यो कि 30 वर्षमा अनवरत पञ्चायती व्यवस्था चल्यो। तत्पश्चात 46 सालको आन्दोलन र आन्दोलन पश्चात गठित पहिलो निर्वाचित सरकार गिरिजा प्रसाद कोइरालाको, त्यो पनि फुल मेजोरिटीका सरकार। उनी आफ्नै सरकारलाई चाहिँ संसद विघटन गरेर मध्यावधि निर्वाचनमा गए, उहाँ पनि पूरा गर्नु भएन। मुलुकमा मधेसी समुदाय उत्पीडनमा रहेका छन्, विभेदमा रहेका छन्, उनीहरूको अधिकार प्राप्ति होस् त्यसको लागि संघर्ष गर्नु भएको उहाँप्रति मेरो नमन छ। त्यस्तै यस कारणले यो भूमि ऐतिहासिक रहेछ। यहीँका गणतन्त्रका प्रणेता, यो मुलुकमा गणतन्त्र संहिता बिना यो मुलुकको उत्पीडित समुदाय को हक अधिकार प्राप्त हुन सक्दैन। उनीहरूको पहिचान बिना यो मुलुक समृद्ध हुन सक्दैन। त्यस्तो परिकल्पना गर्ने यही क्षेत्रका नेता हाम्रा राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्रजी यहीँबाट बिलम्ब। त्यसैले हरेक किसिमले विभिन्न कारणले पनि यो भूमि ऐतिहासिक रहेको छ, क्रान्तिकारी योद्धाहरूको भूमि रहेको छ। यो भूमि नै हो जहाँ यही जेल तोडो अभियान, भारतीय स्वतन्त्रता सेनानीहरू, भारतको स्वतन्त्रताको लागि लड्नेहरू यही भूमिमा उहाँहरू जेल तोडेर पनि एउटा नेपालमा इतिहास कायम गरेको भूमि। त्यसैले विभिन्न कारणले पनि यो चाहे त्यो तपाईको राजाको शाही कालको हामीले हेरेको अरू कुरा छोडौं, तत्पश्चात लोकतन्त्रको लागि पुनः आन्दोलन, संहिताको लागि आन्दोलन, मैले हेरेको, हामीले हेरेको, हामीले त्यसमा नेतृत्व लिएको, सायद यहाँहरूको महत्त्वपूर्ण भूमिका नभएको भए, यहाँहरू त्यो किसिमका आफ्ना जिम्मेवारी वहन नगरेको भए आज नेपालमा गणतन्त्र, संहिता, लोकतन्त्र आउने थिएन। अहिले पनि मलाई लाग्छ यहाँहरूको भूमिका, यहाँहरूको जुन अहिले पनि योगदान अझ बढी बढेर गएको छ। म त्यस्ता आज कुनै कसैप्रति म लाञ्छित गरेर भन्दैन।